मैले बोल्दाखेरि मगर जस्तो भाषा आउँछ किनभने मैले यही बोल्न सिकेको हो। त्यसैले मलाई यो गाउँप्रति धेरै माया छ। सकेदेखि आफूले गर्न सक्ने कामहरू गाउँमा गर्छु भनेर लागेको छु। तर मलाई दुःख लागेको छ, हामीले यो गाउँको मान्छेलाई शिक्षित बनाउनु पर्छ, स्कुलहरूलाई राम्रो बनाउनु पर्छ भनेर यो महालक्ष्मी प्राथमिक विद्यालयलाई चाहिँ हामीले जापानबाट चाहिँ ल्याएर स्कुल बनायौँ। आज त्यो स्कुल छैन, यहाँ स्कुल खारेज भएर एकजना कोही तल गयो, कोही माथि गयो, त्यो स्कुलको भवन त्यतिकै छ। खानेपानीका कुरा गऱ्यौँ, कुनै संस्थाबाट ल्याएर खानेपानी बनाउनु भने त हुन त आज यो आउँदाखेरि सुकिसकेको रहेछ। तर यहाँ अहिले 2-4 घर पनि छैन। अब भन्नुहोस्, यहाँ घर छैन, अब राज्यले यहाँ ठिक छ पानीको कुरा होला, बाटाको कुरा होला, धेरै कुराहरू छ यहाँ। राज्यले अब के को आधारमा चाहिँ बस्ती हामीलाई लगाउनु दिए? किन हुनु त बस्ती त हुनु पऱ्यो नि। त्यसपछि बस्ती तल गयो, त्यस कारणले आज 2-4 घर मात्रै भएको मलाई धेरै दुःख लागेको छ। साँच्चीकै भन्नुपर्ने बस्ने ठाउँ चाहिँ यहाँ माथि हो, खेती गरेको ठाउँ तल हो। तर मान्छेको पानीको अभावले हरेक कुरोको असुविधाले गर्दा सबै मान्छेहरू तल गयो। भोलिको दिनमा हामीले ती तल गएर बस्ने मान्छेहरूलाई माथि ल्याउनु पर्नेछ। र घाटु जात्रा, घाटु जात्राको आफ्नै इतिहास छ। नेपालको परम्परा, संस्कृति, धर्म, रीतिरिवाजहरू आफ्नै पाराको छ। र यही रीतिरिवाज र धर्मलाई हामीले विश्व समुदाय फैलाएर, नेपालभित्र फैलाएर हामीले धार्मिक पर्यटकहरू, सांस्कृतिक पर्यटकहरू हामीले भित्राउन सक्छौँ। र त्यो माध्यममा यो घाटु जात्रा पनि एउटा ऐतिहासिक, धेरै इतिहास पुगेर आएको घाटु जात्रा हो। हुन त अघि यसको विज्ञ गुणवान थापा मुखर्जीले यहाँ भन्ने सक्नु भएको छ। यो घाटु जात्रा चाहिँ मैले बुझेअनुसार चाहिँ लमजुङबाट सुरु भएको जस्तो मलाई लाग्छ। यो घाटु जात्रा विशेष गरी गुरुङ, मगर र अरू जातले पनि मनाउँछ। र विशेष रूपमा यो अहिले चाहिँ हामी मगरले मनाइरहेको छ। यो घाटु जात्रा हामीले यसको आफ्नै इतिहास छ। यो घाटु जात्रा हामीले लोभ हुन दिनु हुँदैन। यो जिम्मेवारी सरकारको पनि हो, स्थानीय सरकारको पनि हो, र हाम्रो पनि हो, र तपाईँहरूको पनि हो। त्यसैले यो घाटु जात्रा हामीले यो लोभ हुन दिनु हुँदैन। त्यसको बावजुद मैले यो घाटु जात्रा भएको कार्यक्रमहरू म कहिले आएँ, कहिले बिचमा आउन पाएन। मैले हेरिरहेको थिएँ र मैले सुनिललाई भनेको थिएँ, सुनिल यो घाटु जात्रा पोहोर परान्त हो, यसपालि के हुन्छ भनेर मैले सुनिरहेको थिएँ। सुनिल भयो, खै दाइ सहयोग गर्ने हातहरू चाहिँ सबै पछाडि पऱ्यो, दिन्छु भन्छ। धेरै कुराहरू हामीले गर्न सकेनौँ। त्यसको लागि यसपालि घाटु जात्रा चाहिँ हुँदैन कि जस्ता भए पनि हामी टोलकै गाउँकै मान्छेहरू बसेर हामी मनाउँछौँ। हामीलाई आर्थिक रूपमा सङ्कट छ, त्यसको लागि चाहिँ 9 लाख छ भनेपछि मलाई चित्त दुख्यो। मैले त उसले पहिले भनेको थियो, मलाई 8-10 दिन अगाडि भनेको थियो। अनि मैले उसलाई फोन गर्छु भनेको थिएँ। तर बिर्सा मैले पनि कामको बावजुद बिर्सी। र अस्ति हाम्रो 2-3 दिन अगाडि चाहिँ 2-3 दिन अगाडि फोन भयो। ठिक छ, यो घाटु जात्रा जसरी हुनुपर्छ गर्ने हो। चाहे त कलाकार बोलाएर गरौँला, चाहे मान्छेहरू धेरै उपस्थित गरेर बोलाउँला। मलाई थाहा छ, म आउँदाखेरि यो 100 जना 500-700-800 हुन्थे यहाँ। तर आज दिनमा हामी टोलको मात्रै मान्छे छौँ। तर केही छैन, मान्छे धेरै हुनुपर्छ भने छैन। हामीले कार्यक्रम त गऱ्यौँ नि, सुरु त गऱ्यौँ नि, बन्द हुन त दिनौँ नि। त्यसैले मेरो परिवारको तर्फबाट तिम्रो कार्यक्रमलाई 30,000 रुपियाँ म दिन्छु, तिमी सुरु गर भनेर मैले भने। सायद आज होला धेरै पछि हामी यसरी कार्यक्रम गरे। यहाँ पनि धेरै विभिन्न कारणहरू छ भन्दै यस कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि र हामीलाई सुरक्षा प्रदान गर्नुहुने आदरणीय सर, प्रशासनका सरहरू र सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू र हाम्रो अखबार नेपाल अनलाइनका प्रबन्धक ज्यू हुनुहुन्छ आदरणीय सुभाष मुखिया दाई। उहाँले हाम्रो यस घाटु जात्राको डकुमेन्ट्री पनि तयारी गर्दै हुनुहुन्छ। तर हाम्रो तयारी भइसकेको थियो, अलि केही कुराहरू अझ भएको जस्तो लागेर अब हामीले अझ त्यसलाई पूर्ण रूपमा हामी
चाँडै नै हजुरहरू माझ लिएर आउन चाहन्छु हाम्रो र अनि हजुरहरूलाई अचम्म लागेर होला र म माफी पनि माग्न चाहन्छु कि हामीले धेरै पहिलेदेखि कति स्ट्रगल गरेर साउन्ड सिस्टमहरू यस्तो साउन्ड सिस्टमहरू हामी उहाँ माथि बसमा ल्याएर बोकेर आउँथ्यौँ र हाम्रो यहाँ स्टेजहरू थिएन र हामी यहाँ बाँसको स्टेज बनाएर नै हामी कार्यक्रमहरू सञ्चालन गरेको हजुरलाई अवगतै छ। हामी कति स्ट्रगल गरेर यो ठाउँसम्म पुगेको छ। अझ हामीले अझ धेरै गर्नु छ। अहिले हामी अलिकति खस्केको मात्रै हो, अझ हामी हारेको छैन, अझ हामीले धेरै गर्नु छ। तपाईँहरूको साथ सपोर्टहरू हामीसँग छँदैछ। यसरी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू धेरै खटेर लाग्नु भएको छ। सायद हामी एक दिन आउँछौँ अनि यो भएन भन्ने मान्छेहरू धेरै हुन्छ, तर यहाँ फिल्डमा बसेर खटेर काम गर्न धेरै गाह्रो छ। हाम्रो आदरणीय मामा हुनुहुन्छ गुणबहादुर मामा, उहाँ चाहिँ हाम्रो ब्याकबोन, हाम्रो यो हुन्छ नि शरीरको एउटा ढाड हुन्छ नि हामीलाई एउटा उ गर्ने, त्यो हुनुहुन्छ। उहाँ भएन भने सायद त्यो हुँदैन होला। र सम्पूर्ण उहाँ मात्र नभए सम्पूर्ण मामाहरू, हाम्रो आमा बुवा सम्पूर्णले एकदम यो ठाउँसम्म लिएर आएको छ। र मेरो म हुने ज्याल अब मैले गर्न सक्ने अझ म यो घाँटो जात्रालाई चाहिँ अब यो धेरै माथि पुर्याउन चाहन्छु। मैले सेटिङहरू विभिन्न कुराहरू मिलाउँदै गइरहेको छु। सायद त्यो पुरा होला, मेरो लक्ष्य छ। अब हामीलाई यहाँ गर्छु भनेर अनि त्यो कार्यक्रमलाई अनसक्सेस गराउने धेरै मान्छेहरू छ होइन, उनीहरूलाई म एक दिन गरेर देखाउँछु। हामीलाई यहाँ आदरणीय हाम्रो पूर्ण दाइ हुनुहुन्छ, यही गाउँमा हुर्केको। दुःख लाग्थ्यो दाइले तिमीले बोलाउँदैन प्रोग्राममा भनेर भन्नुहुन्थ्यो दाइले। अब दाइलाई अब नेक्स्ट प्रोग्राममा अझ हामी एउटा ठुलो प्रोग्राम गर्नेछौँ। तपाईँहरूको साथ सपोर्ट छँदैछ। अब कार्यक्रम ठुलो कुरा होइन, खास हामीले चाहिँ यो कार्यक्रमले गर्दा चाहिँ हाम्रो यो कल्चरल, हाम्रो यो टिपिकल यो घाँटोहरूलाई चाहिँ अलिक पछाडि पुऱ्याएको जस्तो अनुभव भइरहेको छ मेरो विचारमा है। र अब त्यसलाई चाहिँ अब हुन्छ नि हामीले अब कसरी यो कार्यक्रम मात्रै गरेर हुँदैन। हामीले खास त यो हाम्रो चाहिँ कल्चरल कुराहरूलाई चाहिँ अब कसरी हामीले माथि पुर्याउने, यसलाई कसरी सम्वर्धन गर्ने भन्नेतिर लाग्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता भएको कारणले अब बिस्तारै हामीले अब यसलाई अब हुन्छ नि अब स्थानीय निकायदेखि लिएर सबैको सपोर्ट चाहिन्छ। तर हामीलाई सपोर्ट नभए पनि हामी गर्छौँ, किनभने हामीलाई सपोर्ट गर्ने सम्पूर्ण हुनुहुन्छ है। सबैजनालाई एकचोटि ताली दिनु होला है, तपाईँहरूले यति सपोर्ट गरिदिनु भएको छ है। र के भन्न चाहन्छु भने अनि थ्याङ्क यू सो मच। एकदम आफ्नो ठाउँबाट लागिदिनु भएको छ। हाम्रो आदरणीय काकी हुनुहुन्छ है, उहाँले खाना बनाउनु भएको छ। सबैजनाले आफ्नो ठाउँबाट लाग्नु भएको छ। सबैजनाले आफ्नो तर्फबाट गर्नु भएको छ। यहाँ सबैजना विशेष हुनुहुन्छ। कोहीले सानो काम गरेर थोरै हुने र धेरै गरेर ऊ हुनु होइन। यहाँ तपाईँहरूले मनले लाग्नु नै धेरै ठुलो कुरा हुन्छ है। र अनि हाम्रो यस कार्यक्रमलाई आर्थिक सहयोग गर्नुहुने आदरणीय विनोद थापा मगर दाई साउदीमा कार्यरत हुनुहुन्छ। उहाँले 5000 पनि सहयोग गर्नुभएको छ। उहाँलाई नि जोडा ताली दिनु होला हजुरहरूले। सकिन्थ्यो पहिला जस्तै पैसा उठाउन सकिन्थ्यो, किनभने सबैको आफ्नो बाध्यता हुन्छ, विदेशमा बसेको छ अब भन्ने कुरा भएन। अब यसरी हामीलाई सहयोग गर भन्ने कुरा नि भएन होइन। अनि त्यही भएर खास अब यो प्रोग्राम हामीले गर्न सकिन्थ्यो होइन, नसकिने होइन। किनभने अहिले हाम्रो यहाँ मान्छेहरूको मार्क्सहरू पनि एकदम कम छ र कार्यक्रम गऱ्यो त्यत्रो खर्च गऱ्यो हामीले। लगभग हाम्रो बजेटै 2.5 सम्म भेट भएको थियो होला सायद त्यो पहिलाको प्रोग्रामको हाम्रो। र अनि कार्यक्रम गऱ्यो, कलाकार लिएर आयो, काठमाडौँदेखि ल्यायो, साउन्ड सिस्टम दुनियाँ जोड्यो है। अनि लास्टमा अब कार्यक्रम गऱ्यो मान्छेहरूले नभइदिने नि दुःख लाग्ने कि हाम्रो त त्यो पैसा खेर गयो नि त। त्यो पैसा हामीले त्यो खर्च नगरेर हाम्रो एउटा यो कोर्समा चण्डेश्वरी संरक्षण मगर समाज उपभोक्ता समितिको एउटा कोर्समा भयो भने भोलि हामीले त्यो पैसाले त अरू कुनै सामाजिक कार्यहरू नि गर्न सकिन्थ्यो भन्ने हेतुले अब भोलिको दिनमा चाहिँ हामी यस्तो कार्यक्रम भन्दा नि हुन्छ कलाकारहरू राष्ट्रिय कलाकार आउनुहुन्छ, तर हामी स्टेज नबनाइकन यसरी साउन्ड सिस्टमहरू लिएर आएर हामी हाम्रो मगर कल्चरको कौडाहरू, सालैजोहरू, हुर्राहरू हुन्छ, उनीहरू टिमहरूलाई हामीले 40-50 हजार दियो भने रातैभरि आएर इन्जोय गरिदिन्छ। यो मेरो प्लानिङ थियो, तर अब खै अब के कुराहरूले अब साथ पनि दिएन होइन। र हामीसँग टिमवर्क पनि भएन।
त्यसको कारणले अब नेक्स्ट टाइम चाहिँ हामी धेरै राम्ररी गर्छौँ। हामी ब्याक भएको छैन है, अझ हामीले यो छेडले चाहिँ अझ हामीलाई धेरै कुराहरू सिकाएको छ। अझ हामीले अझ हाम्रो कमी कमजोरीहरू र कसरी अब हामीले अगाडि बढ्ने भन्ने कुराहरू अगाडि लैजाने, यो संस्थालाई कसरी अगाडि बढाउने र यो घाटोको कुराहरूलाई अब कसरी अगाडि बढाउने। अब सायद अब लगभग अब हाम्रो अब मामाहरू सायद अब भएन भने सायद अब हुँदैन जस्तो नि लाग्छ। अब कोही इन्ट्रेस्टेड छैन। अब यसको लागि हामीले चाहिँ अब क्लासहरू लिएर हुन्छ कि कसरी हुन्छ, अब यसलाई चाहिँ हामीले अगाडि बढाउनुपर्छ। यो पनि हाम्रो एउटा हुन्छ नि, एउटा प्रोजेक्टमा एउटा बस्छ, यसलाई नै हामीले छलफल गरौँला। र भन्दै अब हजुरहरूले यदि साथ सपोर्ट माया दिनुभयो होइन, हजारौँजना भन्दा नि 100जना भए पनि साथ दिने मान्छेहरू चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ है। पर्दाखेरि गर्ने लाखौँजना भन्दा नि 10जनाले ल म गर्छु भन्ने साथ दिने मान्छेहरू तपाईँहरू हुनुहुन्छ। एकदम खुसी लाग्छ है। र भन्दै एकदम धन्यवाद दिन चाहन्छु हाम्रो आदरणीय पूर्णलाल श्रेष्ठ दाइलाई। एकदम हामीलाई माया गरिदिनु हुने, जहिले हाम्रो गाउँको बारेमा एकदम चिन्तन मनन गर्नुहुन्छ। र अनि हाम्रो आदरणीय विशिष्ट अतिथि मामा गुणबहादुर मामा उहाँ हुनुहुन्छ र त हामी छौँ होइन हजुरहरू। र अनि हाम्रो वडा अध्यक्ष 2 नम्बर वडाका आदरणीय ज्याक्दाई एकदम सपोर्ट गर्नुहुने र सम्पूर्ण अतिथि हाम्रो प्रशासन सुरक्षाकर्मीज्यू लगायत सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनी र एकदम मलाई माया गरेर आइदिनु हुने हाम्रो आदरणीय सुभाष मुखिया सुनार दाई अनि हाम्रो विजय थापा साथीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्दै यो कार्यक्रम यही अन्त्य भएको घोषणा गर्न चाहन्छु। धन्यवाद।